काय कांठा यता दुध छ त्यो मखानमा त्यस्तो दही राम्रो लाग्दैन मैले झोल्नु हाल लाग्नु पर्ने हो कि राम्रै थियो ल्याउँथे घुम्दै रहने मान्दा हैन के अब त्यता गर्नु अहिले माइन खानु पर्छ म त हाल्दिन नि हैन यो एलपी आइगो अब मिन घर लिनम छ दही दही लिने ह लैजाऊ बर्गर गरिराखे है दुधै छ भाइ यो बा खानु भए चाटी राख्ने हो एकचोटि गरे हैन त्यो यता हो गर्छस् कि खान्छस् इधर जुजु न तोरा यो आया एउटा यस्तै पार पुरा मरियो नि त्यही हालिन्छ होला के पनि भयो माइ लग्नुहुन्न के यस्तो बारेमा यस्तो भइहाल्छ नि त्यही वोट गरिहाल्छु नि अहिले पग्लो के भइदियो हुन हाल्दियो मुसो मुसा जाऊ भोलि तपाईले उता राख्या तपाईले ठीक है आएर ट्याक्क मारेर फटाफट ढुङ्गा लाग्ने भने खासै भन्ने भने चार जाताल त्यो बासेन गायन बन अति का कता गइ क्या कान्टेबा कहाँ छन् चल उला बड्डे डाला का डाक्टरले त खाँदैन हामी त खाँदैन भन्जर ओ डाक्टर काइन्डे बजारे क्या बेटा परेर खुसी के कहाँ त ल हाल हाल पथा म कथाले ल कान्जे पथा चाहिँ ले त म आउने भने ढुङ्गा गर्नु भने भोलि पर्सि नआउनु भने गर्नु नि कसले बटकाउला र नि दिगान 3-4 बजे 3-4 बजे त जाने हो क्या यार छगाले त्यो खटी क्या खाइले त्यही घट्दा नै यहाँ तेरे यो दूध नतान के पहिले पिठो त मुचा दुधतिर खाने भन्ने फलान छ रोटा दुध खा भइसा हाय 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 या लैजा पाट दिगा भोलि पर्छ नि ह आयुरमा बेनी दिन आउ डेलीमा भोलि मिस्त्री बोलाउने किन बोलाउने के छ र नि ढुङ्गा छ के 18 गते त्यो पहिलो गई बिस्कुट त्यो मथ्यो यो पानी ठिक छ गालगे छ यार त्यहाँको थुप्रो बिर्ख्या बिर्खे मर्या भोलि पनि त न गोरी मेरो बाला परेको छ ओइ दाउरा चित्त दाउरा सब बिहान भइजान्छ ल भइजान्छ हुन्छ हामीले पनि त खसी खानु गएन शिक्षा पाइसर 3 वर्षपछि ग्यारेन्टी दिन्छ पहिलो गई कतिमा पर्छ हैन म्या उल्ली के हुने नै अहिले अम्मा गाई हेर्नु पर्यो गाई लग्ने खसिगे अनि यो पनि एसी कटाउनु अनि यो पनि डुब्छ डाङ्गी बोलाउने आम्ने आम्ने छोरी दिएको सात बजे यो के लद्दर बद्द नगर्नु अहिले गइ नहुनु ल्याउ बटु ल्याउ आइरानु भयो छेउली कता गयो यो विषय निगर्न खोजिन्छ त्यो भाइबल त कस्तो ताबताब गर्छन् भने त्यसै खानु पर्यो क्या किन आज यो तातो पनि हाल्नु बित्तिकै हुन्छ रातै रातै छालेबल्टी बिल्लियो भने छालेबल्टी खाएर हुन्छ नि बाहेबल्टी यति हाले त गयो त खडा पर्छ तर पनि मैले भइगएपछि भन्छु ए
घिउ पनि भइहाल्थ्यो नै हुन्छ हो घिउ धुबो हालेर चिसो छालीबेली पिउनु दि चिसो हुन्छ मेरो पनि चिसो छ पाइपा पालेर टर्च लगाइदिए के गरे अब आफै नानी एक बटुको छाला खानुपर्छ चाल्दै गाली उखाने भयो भाइ यो अल्दा भिडियो बनाएर कसरी जुम गर्छ मलाई पनि सिकाइदिनु न होइन तेल मैले पाएर मैले के अरे जानी खान लागि 2 पल्ट गरेको बन्द होइन पनि जिगा पनि के प्लटहरु बन्ने सबै हालेर र मै बिलिया नै यको गाईको मै बिलिया के हो त्यही देऊ ल यसरी बन ए त्यति भए गयो अहिले त के दिएन त दिएछ लिउ त के काटिले ये तान्नु त्यसो अलग्गै उ हो त हो त्यो उ र तान्नु हल्का भात खाइन के हुन्छ त्यति त खानु कोही खानु त खान्छ टमाटर हाल्नु न मामा कि लास्ट हाल्नु कसैले म त तितो पनि हाल्दैन क्या लियो के छ यो नगर यो हाल्दैन यार नगर त घिउ परे हाटो गर बट उ ल्याउ ओटबै नै ठुल्ठुलो पनि त हाल्दैन खाना हाल्नु पनि ओटबै तान्नु गाह्रो तान्नु कतो के र अन्त है राबो खाले यो त हाम्रै त भन्दैछु अहिले के र बरी हप्पै हानेले अझै गले यत्रो छ हाल्यो गोरु ल के हाल्छ ओइ म हात गरे अघि नै जुराउने हो राउ हुन्छ मामा यस्तरी बुढिया त न त्यस्तो भयो न पानी हाल्नु भयो खै बाबा उम्ले पानीमा हाल्नु पर्ने त्यो ट्याक्क पारी गाना जिरा पर्छ भिर्केभरि खुल्लै गर्ने छोइ पाछन् बाल लाया थियो एक डोरो गर अब डोरो हाल्ने त्यो म यहाँ त यही बाग्लोमा हाल्ने घिउ पनि छैन जान्छ क्या कराइपति भेट्या सजिलो त्यही के भयो घिउ बढी तल्लो बल्ल नयाँ भिडियो कहिले भाइरल हुँदैन रियालिटी रियलमा भयो भने होइन त्यो घटना क्या त्यो ट्याक्क यो पाहाड हेरे बाबा हेड पेले त बान्त जाने जिउ आइस आउ लाउँ पऱ्यो नि हाल पानी अलि भाउनी धक्काइदियो अस्तै पैसा लानु त जग्गा न कसो अनि पाल्छ भयो अलि को भन्छ अहिले आइ है त्यति पाल्छ होला ल्याऊ लौ एउटा काण्डु भाइ ओइ ल्याङ दुप्पायो न दुई पर हम त असल बहाल दुई दोन खाने छ ल त पुरा मतलब खानी दिनु पुरा तिर भएन पुर हेर्न नाम
अंदर चल दे अरू पनि हालिदिनु मम्मी छ क्या न बाजे यति खायो अरू त्यो कता अलिमा हाल्छ हुन काहीँ नै ऊ भयो त पाइने भाइ भिखाना त्यो पनि दिएन ल माथि गइदियोस् माथि यो पुगेन नि त खान्छ नि भिखाना झगार्नु नै हो क्या हुमा हुमा हुम हो त्यसै कस्तो खुट्टु चुल्लुन हालेर खान्छ यो त कस्तो उठिदिन्छ त यार माछाले हाम्रो बाछाको कहाँ हाम्रो बाछो पनि यति गर्छ त नानो खण्डी आएन अनि पोगानुले खोसाउँछ पुगेन नि पैसा आयो ए पुगेन नि त लक्ष्मी बढी नै खोसाउँछ हामी मान्छे खानु पनि मलाई कला छोरा सिएल शिवर माछाले कस्तो रुङ्गो डाँकाइने हो यता फिराइने लौ 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 माछाले चोराइने ल्याउ त कोटको दे दोगुन यता यो चाहिँ टोका खोइ त त्यो पोलो त्यहाँ क्या थाहा पाउँछ मैले त्यो होइन क्या पाएन गए पऱ्यो होला हाम्रो यो भयो भयो नभए भिडियो पानी हाल्नु भिडियो सब यसलाई समातेर चला ढाडु नहाले पनि हुन्छ अहिले त हो नि यसरी यहाँ मात्रै बगान पर्छ यो माटो मनपरी हाल्यौँ हालेर पानी हाल्नु यहाँ फेरि पलाउनु तपाईँ सब्सक्राइब गर्छन् कति गर्ने यति बेला